हाम्रो यो कलश यात्राको कार्यक्रम यहाँदेखि सुरु भइरहेको छ। हामी यहाँदेखि कलश यात्रा गरेर ठाडाबाटामा रहेको राधा कृष्ण मन्दिरसम्म हाम्रो कलश यात्रा हुनेछ। गोलपोखरीमा रहेको शिव पार्वती गणेश मन्दिरबाट यो कलश यात्रा सुरु भई शिव पार्वती गणेश मन्दिरबाट हाम्रो यो कलश यात्रा सुरु भएको छ। सम्पूर्ण श्रद्धालु भक्तजनहरूको एकदम नै घुइँचो छ। हामी यहाँदेखि करिब 1 घण्टाको पैदल यात्रा गर्नेछौँ। कृष्ण गण्डकीको जल गुरुहरूबाट वेद पारायण गर्दै हाम्रो यो कार्यक्रम यहाँदेखि अगाडि बढ्नेछ। भजन कीर्तन सहित हाम्रो यो कार्यक्रम हाम्रो यो कलश यात्रा यहाँदेखि कन्याहरूले 7 कन्याहरूले यो सबै गर्नु भएको छ।